आज चाहिँ यो किमे र छाङुनको बिचमा रहेको बुलमुसानको यात्रा गर्दैछु। लगभग यहाँबाट 1 घन्टामा त्यो पहाड पुगिन्छ। त्यसको नाम हो बुलमुसान, जसको उचाइ चाहिँ जम्मा 801 मिटर मात्र रहेको छ। हामी चाहिँ अहिले यो सिडी चढ्दैछौँ। अब करिब 20 मिनटमा चाहिँ हामी आजको यात्रा बुलमुसान चढिन्छ। हामी चढ्ने ठाउँ चाहिँ त्यही हो। बिस्तारै हामी जाँदैछौँ। अब 20 मिनट मात्रै हिँड्यो भने पुगिन्छ। चिसो हावा चलेको छ, माथि चाहिँ हिउँ परेको छ भन्ने सुन्नमा आएको छ। यो चाहिँ किमेमा रहेको सबैभन्दा ठुलो पहाड। त्यो चाहिँ यो बुलमुसानको 801.7 मिटर माथि रहेको छु। यो किमे र छाङुनमा रहेको पहाड, यो किमेको सबैभन्दा ठुलो पहाड पनि भनिन्छ। अनि यतापट्टि यो केबिएस एभेन्यूको टावर रहेको छ भने यो ठाउँ चाहिँ किमेको सबैभन्दा अग्लो ठाउँ हो। मजाले यहाँबाट चाहिँ सूर्योदयहरू देख्न सकिन्छ। बिहान पख आउनुभयो भने त्यस्तो उज्यालो छ। यो किमेको पश्चिममा रहेकोले यसलाई पश्चिमी पहाड पनि भनिन्छ। आज हामी यहाँ आइसक्यौँ। नमस्ते सबैमा। म आज चाहिँ यो किमे र छाङुनको बिचमा रहेको बुलमुसानको यात्रा गर्दैछु। यो करिब समुद्र सतहदेखि 801 मिटर उचाइमा रहेको छ। यो चाहिँ किमेको सबैभन्दा ठुलो पहाड पनि भनिन्छ। हामी जाने बाटो चाहिँ यो आज हामी चाहिँ यो सङ्जुसा बुद्धको गुम्बा दर्शन गर्छौँ। अनि त्यहाँबाट बिस्तारै 1 घन्टा जति लाग्छ होला। अनि हामी त्यता जान्छौँ। हामी जानुपर्ने बाटो चाहिँ त्यही हो। म चाहिँ अहिले यो सङ्जुसा बुद्ध टेम्पलमा आइसकेको छु। यो हेर्न सक्नुहुनेछ। यो बुद्धलाई मानेर कति राम्रो यो टेम्पलहरू बनाएको छ। हामी जानुपर्ने चाहिँ उतो पहाड हो जहाँ धेरै एन्टिनाहरू रहेका छन्। त्यो चाहिँ विशेष गरी अग्लो स्थान भएकोले एफएमको त्यो टावरहरू रहेको छ। त्यहाँ हामी जानुपर्ने त्यही हो। धेरै स्टेसनहरू रहेका छन्। यो चाहिँ हामी किमे र छाङुनको बिचमा रहेको, यो विशेष गरी यो छाङुनमा रहेको यो सङ्जुसा एकदम बुद्ध टेम्पल, त्यसलाई हामी दर्शन गर्छौँ। अनि त्यसपछि हामी लगभग यहाँबाट 1 घन्टामा त्यो पहाड पुगिन्छ। त्यसको नाम हो बुलमुसान, जसको उचाइ चाहिँ जम्मा 801 मिटर मात्र रहेको छ। अब हामी बिस्तारै उकालो चढ्दैछौँ। यो सङ्जुसा बुद्धको टेम्पलबाट बिस्तारै उकालो चढ्दैछौँ। बाटो चाहिँ यस्तै हो। हजुरले देख्न सक्नुहुनेछ। बाटो चाहिँ प्रायः यस्तै हुन्छ। तर अलि भित्र गएपछि ढुङ्गाको बाटो पनि देखिन्छ। बाटो चाहिँ यस्तै छ। सबै पात झरेर यस्तो देखिएको छ। अहिलेको अवस्था चाहिँ यो कोरियाको जङ्गल चाहिँ यस्तो भएको छ। सब पातहरू झरेर भुइँमा सबै सुकेका छन् रुखहरू। अहिले यो जाडो मौसम भएकोले सबै रुखहरू खाली रहेका छन्, जसले गर्दा बाटोभरि सबै पाता मात्रै रहेका छन्। हामी आजको यात्रा चाहिँ किमेमा रहेको बुलमुसान, जसको उचाइ चाहिँ 801 मिटर रहेको छ। कोरियामा रहेको किमेसीमा पर्ने यो पहाड सबैभन्दा अग्लो पहाड पनि भनिन्छ बुलमुसान। यो चाहिँ यो किमे र छाङुन सहरमा फैलिएको पहाड हो। यो विशेष गरी
जसको चुचुरोबाट चाहिँ किमे सहर र छाङवन सहर मजाले देख्न सकिन्छ। हामी जाँदैछौँ, पसिना आउन थालिसक्यो। हामी उकालो चढ्दैछौँ। हामी लगभग बीच बाटोमा आइसकेका छौँ। चिसो हावा चलेको छ। एकजना कोरियनलाई चाहिँ यो झर्दै थियो, माथि चाहिँ हिउँ परेको छ भन्दै थियो। हामी माथि हिउँ पनि हजुरलाई देखाउँछु कस्तो हुन्छ। हिजो हल्का सिमसिम पानी परेकोले आज चाहिँ हिउँ परेछ माथि भन्दै थियो एउटा कोरियनले। हामी जाँदै गरेको यो पुलमोसान चाहिँ किमेको सबैभन्दा अग्लो पहाड हो। अहिले चाहिँ म यो सङ्जुबोङमा आइसकेँ, जसको यो उचाइ चाहिँ जम्मा 521 मिटर मात्र रहेको छ। म करिब 2 किलोमिटर माथि आइसकेँ। अब म जानुपर्ने यो बुलमुनसान हो, अझै 1.2 किलोमिटर अझै माथि छ। म जानुपर्ने चाहिँ हो त्यही यो रेडियोको टावरहरू रहेको छ। म जानुपर्ने त्यही हो। उकालो चढ्ने क्रम जारी छ। यस्तै उकालोहरू रहेका छन्। र अलि उकालोमा चाहिँ सजिलो होस् भनेर चाहिँ यस्तो डोरीहरू राखिदिएको पनि देखियो। सिधै उकालो रहेछ। ओहो, माथिसम्म उकालै छ है। माथि चाहिँ एरोप्लेन उडिराखेको छ, त्यसको तल चाहिँ हामी हिँड्दैछौँ। करिब अब आधी घन्टामा चाहिँ हामी बुलमुनसान पहाड चढ्नेछौँ। यस्तो उकालो चाहिँ ठाडै। हामी चाहिँ अहिले यो सिडी चढ्दैछौँ। अब करिब 20 मिनटमा चाहिँ हामी आजको यात्रा बुलमोसान चढिन्छ। हामी चढ्ने ठाउँ चाहिँ त्यही हो। बिस्तारै हामी जाँदैछौँ। अब 20 मिनट मात्रै हिँड्यो भने पुगिन्छ। चिसो हावा चलेको छ। माथि चाहिँ हिउँ परेको छ भन्ने सुन्नमा आएको छ। यो चाहिँ किमेमा रहेको सबैभन्दा ठुलो पहाड, जसको उचाइ चाहिँ जम्मा 801 मिटर मात्र रहेको छ। यसलाई चाहिँ यो किमेको पश्चिमी पहाड पनि भनिन्छ। हामी चाहिँ लगभग माथि आइसकियो। यस्तो यो सिडी कट्ने बित्तिकै हामी आजको चुचुरोमा पुग्नेछौँ। कोही मान्छे झरिसके। हामी बिस्तारै जाँदैछौँ। यस्तै छ। नास्यो सिडी चाहिँ क्या मजाको लाग्दो रहेछ। यहाँ पनि प्राय कोरियामा चाहिँ यो पहाडहरू चढ्ने बाटोमा चाहिँ यस्तो सिडीहरू धेरै देख्न पाइन्छ। आज मौसम एकदम धेरै चिसो छ। तै पनि हामी साथीहरू आजको हाइकिङ चाहिँ किमेमा रहेको सबैभन्दा ठुलो पहाड फुलमोसानको यात्रा गर्दैछौँ। यो पहाडमा चाहिँ यो धेरै टावरहरू रहेका छन्। रेडियोको टावरहरू अग्लो स्थान भएकोले यहाँ चाहिँ धेरै टावरहरू रहेका छन्। यो पहाडबाट चाहिँ बिहानी पख सूर्योदय मजाले देख्न सकिन्छ। यो सूर्योदय हेर्नको लागि पनि मान्छेहरू आउने गर्छन्। बिहान पख चाहिँ प्राय मान्छेहरू आउने गर्छन्। तर अहिले चाहिँ मान्छेहरू धेरै झरिसके। हामी चाहिँ बिस्तारै चढ्दैछौँ। लगभग हामी आइसक्यो। बाटो चाहिँ यस्तै छ। हिउँहरू परिरहेको छ। सेता हिउँहरू जाँदै गर्दा चाहिँ यस्तो मजाको यो बस्ने ठाउँहरू पनि रहेछ। यहाँको
भ्यू टावर हेर्ने होला सायद। ए कति मजाको छ हेर्नु त, काठै काठको। यहाँबाट भ्यूहरू हेर्ने। हजुरले चाहिँ देख्न सक्नुहुनेछ किमे सहर, छाङवन सहर, यो फुलमोसानको चुचुरोबाट चाहिँ मजाले सहरहरू देख्न सक्नुहुन्छ। यो सेतो सेतो चाहिँ यो हिउँ हो, यो रुखहरूमा अड्केर बसेको छ। यो चाहिँ रेडियोहरूको टावरहरू हो। यो अग्लो स्थान भएकोले गर्दा यहाँ टावरहरू राखेको छ, धेरै टावरहरू रहेका छन्। त्यता पनि टावर छ। यो करिब समुद्र सतहदेखि 801 मिटरको उचाइमा रहेको छ। सबै आज चाहिँ अग्लो स्थान भएकोले अलिकति हिउँ परेको छ, चिसा हावा चलेको छ, सब डाँडाहरू खुइलिएका छन्। यस्तै छ। हामी चाहिँ यो एफएमको टावर नजिक नजिक आइसक्यो। अब करिब हामी आइसक्यो भन्दा पनि हुन्छ। यता गाडीहरू पार्किङ गर्दैछन्। त्यो टावर माथिको यो सबै एफएमहरूको टावरहरू हो। म चाहिँ अहिले फाइनली यो फुलमोसानको चुचुरोमा आइपुगेको छु। हजुरले देख्न सक्नुहुन्छ यो केबिएसको टावर हो। यो चाहिँ किमेको सबैभन्दा अग्लो ठाउँ, जसको उचाइ चाहिँ 801 मिटर मात्र रहेको छ। यो किमेको सबैभन्दा ठुलो पहाड हो। यो किमेको पश्चिममा रहेकोले यसलाई यो पश्चिमी पहाड पनि भनिन्छ। यो यता पनि देख्न सक्नुहुन्छ सब टावरै टावर रहेको छ। अग्लो स्थान भएकोले यहाँ चाहिँ धेरै टावर रहेको छ। यहाँ विशेष त मान्छेहरू बिहानी पख सूर्योदय हेर्नको लागि आउँछन्। यताबाट यो सूर्योदय आउने गर्दछ। चिसा हावा चलेको छ। आज हामी साथीहरू यहाँ आइसक्यौँ। यो चाहिँ विशेष गरी किमेको पश्चिममा रहेकोले यसलाई पश्चिमी पहाड पनि भनिन्छ। यसलाई विशेष गरी बुद्धको माताको पर्वत पनि भनिन्छ। यो मैले गुगलमा सर्च गरे अनुसार यसलाई बुद्धको माताको पर्वत भनिन्छ। यो गाया राजा सुरोका पत्नीले आफ्ना 7 सन्तानलाई भिक्षु हुनको लागि यो पहाडमा पठाएको भन्ने किंवदन्ती अनुसार लेखेको छ। यहाँ चाहिँ आफ्ना 7 छोरालाई भिक्षु हुनको लागि यो पहाडमा तपस्या गर्नको लागि पठाएकोले यसलाई बुद्धको माताको पर्वत भनिन्छ। यो चाहिँ 801 मिटरमा रहेको किमेको सबैभन्दा ठुलो पहाड। अनि यो यहाँबाट चाहिँ मजाले छाङवन किमे सहरहरू मजाले देख्न सकिन्छ। हामी चाहिँ अहिलेलाई यहीँबाट
हाम्रो यात्रा आजको यहीँसम्म थियो। त्यो चाहिँ यो बुलमोसानको 801.7 मिटर माथि रहेको छु। यो किमे र छाङ्गोनमा रहेको पहाड, यो किमेको सबैभन्दा ठुलो पहाड पनि भनिन्छ। अनि यतापट्टि यो केबिएस एफएमको टावर रहेको छ भने यो ठाउँ चाहिँ किमेको सबैभन्दा अग्लो ठाउँ हो। मजाले यहाँबाट चाहिँ सूर्योदयहरू देख्न सकिन्छ। बिहान पख आउनुभयो भने यस्तो उज्यालो छ। यो किमेको पश्चिममा रहेकोले यसलाई पश्चिमी पहाड पनि भनिन्छ। आज हामी यहाँ आइसक्यौँ।